यसबाट आफ्नो गाउँपालिकाले आयोजना गरेको वक्तृत्व कला प्रतियोगितामा आफ्नो भनाइ व्यक्त गर्ने अनुमति र अवसर प्रदान गरिदिनु भएकोमा यस कार्यक्रमको आयोजना गर्ने बराबरी गाउँपालिकाप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यो अवसरमा म केवल आफ्नो भनाइ मात्र व्यक्त गर्दैछु, तर मेरो उद्देश्य हो साझा सोच, सूचना र प्रेरणाको सन्देश सम्प्रेषण गर्नु। यहाँ हामीले जे सिक्नेछौँ, जे बुझ्नेछौँ त्यो व्यक्तिगत लाभको लागि मात्र नभई समाज र राष्ट्रको हितको लागि पनि योगदान हुनेछ। आजको वक्तृत्व कला प्रतियोगिताको शीर्षक रहेको छ अत्याधिक इन्टरनेटको प्रयोगको कारण विद्यार्थीको स्वास्थ्यमा पर्ने असरहरू। र म मेरो भनाइहरू सुरु गर्नु पूर्व सभाध्यक्षको अनुमति लिन चाहन्छु। सभाध्यक्ष महोदय, धन्यवाद। सर्वप्रथम इन्टरनेट के हो त? इन्टरनेट भनेको एक विश्वव्यापी नेटवर्कहरूको सञ्जाल हो र आजको युग विज्ञान र प्रविधिको युग हो। यसलाई हामी सबैले आत्मसात गर्दै आएका पनि छौँ। आज हामी डिजिटल युगमा बाँचिरहेका छौँ। इन्टरनेट हाम्रो अति उपयोगी अभिन्न अङ्ग बनिसकेको छ। पढाइ, शिक्षा, सूचना, संसार र मनोरञ्जन सबैको लागि यो अति उपयोगी मानिन्छ। तर आज धेरै विद्यार्थीहरूको लागि यो अभिशाप बनिआएको छ। आज धेरै विद्यार्थीहरू इन्टरनेटकै प्रयोगको कारण विभिन्न समस्यामा फस्दै आइरहेका छन्। मोबाइल फोन, अनलाइन गेम जस्ता सामाजिक सञ्जालमा बढी समय बिताउँदा विद्यार्थीको ध्यान पढाइबाट विचलित हुन्छ, जसले गर्दा शैक्षिक स्तर कमजोर हुन्छ। लामो समयसम्म मोबाइल चलाउँदा विद्यार्थीलाई इन्टरनेटको लत लाग्छ, जसले गर्दा विद्यार्थीमा सोच्ने क्षमता, एकाग्रता घटाउनुका साथै आँखा दुख्ने, टाउको दुख्ने, निसा नलाग्ने जस्ता विभिन्न किसिमका शारीरिक तथा मानसिक समस्याहरू देखा पर्छन्। विश्व स्वास्थ्य सङ्गठनद्वारा सन् 2018मा जारी निर्देशन अनुसार 2.5 वर्षभन्दा मुनिका बालबालिकालाई दैनिक रूपमा 1 घण्टाभन्दा बढी समय मोबाइल वा स्क्रिनमा बिताउन दिन नहुने तर्क गरेको पाइन्छ। यसले बालबालिकालाई बिस्तारै साइबर एडिक्ट बनाउने तर्क गरेको पाइन्छ। साथै इन्टरनेटले विद्यार्थीको सामाजिक जीवनमा समेत असर पार्दछ। इन्टरनेटमा धेरै व्यस्त रहँदा घर परिवार र साथीहरूसँगको सम्बन्ध कमजोर हुन्छ र एक्लोपन बढ्छ। आदरणीय सभाध्यक्ष महोदय, इन्टरनेटको लत भनेको लागु औषधको लत जस्तै हुन्छ। इन्टरनेटको लत लागेको मानिसहरू साइबर दुनियाँमा नै रमाउने गर्छन्। यसले विद्यार्थीको पढाइ त बिग्रन्छ नै, साथमा अधैर्यता, झटपटाहट, तनाव र डिप्रेसन पनि बढ्दै जान्छ। बढी खेलेपछि चोट लाग्छ भने चाहिँ मोबाइलमा धेरै रमाउन खोज्दा यसले हामीलाई नै असर गर्छ। इन्टरनेटले मस्तिष्कको संरचना, कार्य गर्ने शैली र संरचनात्मक विकासलाई प्रभावित पार्दछ र फलस्वरूप मानिस यसको लतमा फस्ने गर्छन्। त्यसैले मेरा सम्पूर्ण विद्यार्थी साथीहरू, हामीले इन्टरनेटको प्रयोग नै नगर्ने होइन, प्रयोग गर्ने तर सन्तुलित र सचेत प्रयोग गर्ने। समय सीमा तोकेर मनोरञ्जन पनि लिनुपर्छ। भनिन्छ नि, बढी खाएपछि चिनी पनि दिँदो हुन्छ भनेर। यदि अत्याधिक मात्रामा हामीले यसको प्रयोग गर्यौँ भने यसले हाम्रो मानसिक, शारीरिक र सामाजिक पक्षमा नकारात्मक असर पार्दछ। अन्त्यमा म यही भन्न चाहन्छु कि इन्टरनेट हाम्रो जीवनको सहयोगी हुन सक्छ, तर अत्याधिक प्रयोग गर्यौँ भने यसले विद्यार्थीको भविष्यमा बाधा पुर्याउन सक्छ। त्यसैले हामीले समय व्यवस्थापन र पढाइलाई प्राथमिकता दिनुपर्छ। यदि सही सदुपयोग गर्न सक्यौँ भने मात्र इन्टरनेट हाम्रो मित्र बन्न सक्छ र उज्जवल भविष्यको बाटो देखाउन सक्छ। त्यसैले इन्टरनेट हाम्रो दास छैन, साधन बन्नुपर्छ। इन्टरनेट हाम्रो दास छैन, साधन बन्नुपर्छ। सही प्रयोग गरे वरदान हो इन्टरनेट, नत्र अभिशाप बन्न सक्छ। धन्यवाद।